बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहङ्कारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ। हाम्रो भूराजनीतिक अवस्थितिले ठुलो विवेक र संयमको माग गर्दछ। संसदको मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौँ।